दैलेख जिल्लाको एउटा दुर्गम गाउँ डाँडाको ओढारमा बसेको त्यो सानो बस्तीमा जीवन अस्तित्वसँग लड्दै अघि बढिरहेको थियो। त्यही गाउँमा थियो एक सानो परिवार, बुबा, आमा र 10 वर्षको छोरो नवीन। सानो घर, चिलाउनेको काठको बार, माटोको छानो अनि छेउमै घाँसको गोठ, त्यो नै थियो नवीनको संसार। नवीनका बुवा दाउरा काटेर बेच्थे, आमा गाउँकै घरमा काम गरेर केही पैसा कमाउने प्रयास गर्थिन्। गरिबीले घरको ढोका कहिले बन्द हुन पाएन र भोकले बेला बेलामा आँसुसँग हातेमालो गर्थ्यो। नवीन 5 कक्षामा पढ्थ्यो। बिहानै उठेर बाख्रा चराउने, बारीमा गहुँ लगाउने अनि पानी ल्याउने उसको दिनचर्या थियो। त्यसपछि स्कुल जान्थ्यो, त्यो पनि 2 घण्टा पैदल हिँडेर। एक जोर पुराना चप्पल, थोरै च्यातिएको झोला र फाटेका कापीहरू उसका स्थायी साथी थिए। तैपनि उसको आँखा सपना देख्थ्यो, ठुलो अफिस, ठुलो किताब र आमा बुवाको खुसी। क्लासमा नवीन सबैभन्दा चनाखो थियो। गुरुहरू उसको बुद्धि देखेर चकित हुन्थे। गणित, विज्ञान, अङ्ग्रेजी सबै विषयमा ऊ अगाडि। कहिलेकाहीँ आफ्ना पुराना किताबको पाना फेरि पढेर सोच्थ्यो, कहिले होला म पनि काठमाडौँ पढ्न पाउने। एक दिन नवीनको बुबा बिरामी भए, अस्पताल लैजान पैसा थिएन। गाउँको जान्ने धामी देउताले केही दिन झारफुक गरे तर केही लागेन। 1 हप्तापछि नवीनका बुबा सदाको लागि आँखाबाट ओझेल परे। घरमा आँसु मात्रै थिए। रित्तो भाँडो अनि उधारोका भारी बोकेर फर्किएकी आमाको अँध्यारो अनुहार। त्यो दिन नवीनले के बुझ्यो भने अब बाँच्न चाहिएको कुरा भनेको आँट र मिहिनेत हो। पढाइ छोड्नु पर्ने स्थितिमा पुगे पनि विद्यालयका गुरुहरूले सहयोग गरे। नवीनको नाममा एक छात्रवृत्ति सिफारिस गरियो। जिल्लाबाट छात्रवृत्ति पायो। किताब, पोसाक र स्कुल टिफिन नवीनका लागि ठुलो उपहार भयो। उसले आँखा रसाउँदै किताब चुम्यो। त्यो किताब उसलाई बाबुको सम्झना दिलाउँथ्यो। नवीन बिहान बाख्रा चराउँथ्यो, दिउँसो स्कुल जान्थ्यो, बेलुकी आमालाई खाना पकाउन सघाउँथ्यो। कहिलेकाहीँ मैनबत्ती बालेर चुपचाप पढ्थ्यो। उसको सपना थियो, म इन्जिनियर बन्छु, म जस्ताहरू गरिबको घर बनाउँछु। कक्षा 8 को बोर्ड परीक्षा आयो। नवीनले जित्छु भन्ने मनस्थितिले पढ्यो। उसले गाउँकै स्कुलको पहिलो स्थान ल्यायो। पुरै गाउँले उसलाई फुलमाला लगाइदिए। पहिलो पटक उसले सम्मान महसुस गर्यो। आमा खुसी भएर रुन थालिन्। बुबाको आत्मा आज खुसी भएको होला छोरा। नवीनले एसई दिएपछि काठमाडौँ जान चाह्यो, तर पैसा थिएन। गाउँका दयालु मनहरूले पैसा उठाइदिए। ऊ सानो झोला बोकेर काठमाडौँ आयो। आँखामा सपना र मन डरले भरिएको। काठमाडौँमा ऊ एउटा होटलमा भाडा माझ्थ्यो। बेलुका कोचिङ जान्थ्यो। राति पढ्थ्यो। ऊ थाक्थ्यो तर आफ्नो सपनालाई कहिल्यै थाक्न दिँदैनथ्यो। 2 वर्षपछि नवीनले इन्जिनियरिङ पढ्नको लागि सरकारी छात्रवृत्तिमा नाम निकाल्यो। जब उसले आमालाई फोन गरेर भने, आमा म काठमाडौँको ठुलो कलेजमा पढ्न लाग्दैछु। त्यतिखेर त्यो सानो गाउँमा सायद पहिलो पटक मोबाइल फोनबाट खुसीका आँसु बगे। 5 वर्षपछि नवीन इन्जिनियर बन्यो। उसको पहिलो योजना थियो आफ्नो गाउँमा पक्की स्कुल बनाउने। ऊ गाउँ फर्कियो। आमाको हात समातेर स्कुल निर्माण थाल्यो। गाउँका सबै बालबालिकाले पक्की भवनमा पढ्न पाए। नवीनले त्यहाँ इन्टरनेट जोड्यो। उसले भने, म जस्तै अरू नवीनहरू यो गाउँमा छन्। उनीहरूले मलाई भन्दा छिट्टै आकाश छुन्।